अब हामी विजय बस्ती क्रस भइसक्यो। विजय बस्ती क्रस भइसकेपछि हामी चाहिँ अब गोम्बालानको बाटो हामीले समाइसक्यो। अब गोम्बालान एन्ट्री हुन्छ यहाँबाट। यो चाहिँ गली, मतलब यो चाहिँ गली बाटो भन्छ यसलाई। हाइवे त अघि मैले तपाईँलाई देखाएको होइन। हेर्नुहोस् सुर्ती यसरी चाहिँ राखिन्छ। सुर्तीलाई यसरी सुकाउँछ। सुकिसकेपछि यसलाई चाहिँ पछि प्याक गरेर चाहिँ मार्केटमा दिने हो उनीहरूले। अहिले फेरि दुबारा रोपेको छ। बर्खे सुर्ती भन्दो रहेछ यसलाई चाहिँ। तपाईँले जहाँ हेऱ्यो भने तपाईँलाई आम, सुर्ती, तोरीको सिजन त अफ भइसक्यो होइन। अब बाँस हेर्नुहोस् तपाईँले, बाँस भनेको यस्तो हुन्छ। अब हामी गोम्बाल्यान्ड चाहिँ एन्ट्री भइसक्यो होइन। यो चाहिँ गोम्बाल्यान्ड। यहाँ चाहिँ हाम्रो तामाङ जातिको मान्छेहरू बस्छ। तामाङ जाति होइन, म्याक्सिमम भन्नुपर्दाखेरि तपाईँको यहाँ तामाङै जाति मात्रै बसेको छ यहाँ होइन। अनि तपाईँलाई भैँसी देखाउँछ। भैँसी है, बफलोस भन्छ यसलाई इङ्ग्लिसमा। यो भैँसी, यो राङ्गो, यो चराएर लिएको हो कि बेच्नलाई लिएको हो यो चाहिँ थाहा पाउन सकेन होइन। यसलाई भन्छ राङ्गो। यो चाहिँ गोम्बाल्यान्ड हो। यो चाहिँ मेरो दाइको गाडी हो चाहिँ। अब गोम्बाल्यान्ड काटिसकेपछि तपाईँको यो कुन चोक र यो विशाल चोक, मिलन चोक, मेल चोक, मेल चोक एन्ट्री हुन्छ हामी भिडियोमा होइन। यो पनि गली बाटो नै हो, यो हाइवे होइन। यो अब हाइवे आइपुग्यो। लिङ रोड होइन नि त यो। अब रिङ रोड चल्यो नि त। अब तपाईँको मेल चोक पुगेपछि हामी चाहिँ मेन बाटो हाइवेमा पुगिन्छ होइन। यो चाहिँ गाउँतिरबाट छिर्ने बाटो हो। यो एउटा मेडिकल छ। यो देख्नुहुन्छ हामी अघि यताबाट गएको जाँदाखेरि होइन। अब हामी यो मेल चोक पुगिसकेपछि हामी यताबाट आफ्नो गाउँ जान्छ। जस्तो तपाईँ अहिले मेल चोकमा पुगिसक्यो। मेल चोक कटिसकेपछि तपाईँको आठघरे आउँछ। यो मेल चोक सिधै हो। अब मेल चोकमा पानी भर्दैछ यसरी नानी बाबुहरू होइन। यसरी पानी भर्दैछ। यो खाने पानी हो होइन। अनि अहिले हामी चाहिँ आठघरे हो दीक्षा। अब हामी चाहिँ आठघरे एन्ट्री भइसक्यो होइन। हाम्रो गाउँपालिका हो, माथि गाउँपालिका। बाँकी ब्याङ्कको भवन बन्दैछ यहाँ। बाँकी यो आठघरे हो है। अब तपाईँलाई म पनि आउँछु होइन। दुकानहरू सानो होइन। यो चाहिँ भोलि कोही नेता आउँदैछ अरे यहाँ, प्रचण्ड आउँदैछ अरे माओवादीको। त्यसैले सजधज गरेर बसेको छ, राखेको छ।